यहाँ देख्नुहुन्छ गोपी छ। म आज पनि फेरि यही गोपी हेर्न आएको छु। यस्तो छ यो पानी राख्ने पनि यसमा चाहिँ पानी ओढिने खालको छ। यो के कारणले गर्दाखेरि यस्तो भएको भयो, यो पनि भाइर हुने अवस्थामा पुग्छ जस्तो लागिरहेको मलाई। अनि अरू चाहिँ यस्तो हुँदै गर्ने अवस्थामा यो चाहिँ नि विजय लामाको कल्लो पार जस्तै यो पनि विष्णु घिमिरेको यो काउली कचौरोवाला काउली पनि अब के गर्छ यसले, कतिको मार्केट खान्छ। अब यहाँ हेर्न सक्नुहुन्छ यस्तो छ यो। यसरी यहाँ कचौरा छ। यसलाई त यहाँ हुनुपर्ने हो, यो चाहिँ अब फल्नुपर्ने ठाउँ हो, यहाँ फुल लाग्नुपर्ने ठाउँ हो, तर यसमा फुल छैन। यस्तो कचौरा आएर बनेको छ। यसमा चाहिँ यो विज्ञानको नियमअनुसार यसलाई चाहिँ उत्परिवर्तन भन्थे। त्यस्तै उत्परिवर्तन भएको हो कि अरू चाहिँ यसरी चाहिँ फुल्दै जाने क्रममा यो चाहिँ नफुल्नु र अनि यसरी चाहिँ यो बोर्डको बनेर बस्नु त आश्चर्यजनक मलाई लाग्यो। अहिलेसम्म यस्तो मैले फेला पारेको थिएन, त्यही भएर यसरी बनाएको। यहाँ देख्नुहुन्छ गोपी छ। म आज पनि फेरि यही गोपी हेर्न आएको छु। यस्तो छ यो पानी राख्ने पनि यसमा चाहिँ पानी ओढिने खालको छ। यो के कारणले गर्दाखेरि यस्तो भएको भयो, यो पनि भाइर हुने अवस्थामा पुग्छ जस्तो लागिरहेको मलाई। अनि अरू चाहिँ यस्तो हुँदै गर्ने अवस्थामा यो चाहिँ नि विजय लामाको कल्लो पार जस्तै यो पनि विष्णु घिमिरेको यो काउली कचौरोवाला काउली पनि अब के गर्छ यसले, कतिको मार्केट खान्छ। अब यहाँ हेर्न सक्नुहुन्छ यस्तो छ यो। यसरी यहाँ कचौरा छ। यसलाई त यहाँ हुनुपर्ने हो, यो चाहिँ अब फल्नुपर्ने ठाउँ हो, यहाँ फुल लाग्नुपर्ने ठाउँ हो, तर यसमा फुल छैन। यस्तो कचौरा आएर बनेको छ। यसमा चाहिँ यो विज्ञानको नियमअनुसार यसलाई चाहिँ उत्परिवर्तन भन्थे। त्यस्तै उत्परिवर्तन भएको हो कि अरू चाहिँ यसरी चाहिँ फुल्दै जाने क्रममा यो चाहिँ नफुल्नु र अनि यसरी चाहिँ यो बोर्डको बनेर बस्नु त आश्चर्यजनक मलाई लाग्यो। अहिलेसम्म यस्तो मैले फेला पारेको थिएन, त्यही भएर यसरी बनाएको।